12 घण्टाको ड्युटी प्लस 1 घण्टा ट्रान्सपोर्टेसन गरेर 13 घण्टाको ड्युटी हानियो। तर पनि मलाई पुगेको छैन है, 1 घण्टा एक्स्ट्रा अझै हान्नुपर्छ। त्यो चाहिँ मेरो स्वास्थ्यको लागि। म ड्युटीबाट आउने बित्तिकै दायाँ बायाँ नहेरिकन जहिले पनि एक्सर्साइज गर्न जान्छु। हाम्रो कम्पनीको सानो जिम रुम छ, जुन मेरो लागि त इनफ होइन, किनभने यहाँ फीसी के लाग्दैन होइन। आफूलाई हेल्दी फिट राख्नको लागि एकदम इनफ छ है। त्यही भएर म चाहिँ यही प्रिफर गर्छु। सो गाइज, म सधैँ आउने बित्तिकै जिम रुममा जाँदिनँ। म बाहिर आधा घन्टा 20-25 मिनट चाहिँ कहिले रनिङ गर्छु, कहिले ह्यान्ड रोप लिएर जम्पिङ गर्छु भने, कहिले फुटबल लिएर जग्लिङहरू गर्छु, एक्लै खेल्छु है। तर मलाई दायाँ बायाँ को के खाँदैछ, को कहाँ जाँदैछ, कसले के चम्चागिरी गर्दैछ भनेर त्यो चासो राख्ने काम चाहिँ मैले लाइफ टाइम कहिले गरिनँ। तर त्यस्तै मैले जसरी इग्नोर गर्छ मान्छेहरूलाई, जुन म्याटर छैन, त्यसरी नै मान्छेहरूले नि मलाई इग्नोर गरोस् भनेर सोच्छु। तर त्यस्तो हुँदैन है। मेरो विषयमा खोइ किन चासो राख्ने रहेछ मान्छेहरूले। सोसियल मिडियामा एक्टिभ देखेर हो कि नेगेटिभ इनर्जी, चासो राख्नु नराम्रो होइन, तर नेगेटिभ कुराहरू मेरो बाटोमा अगाडि खाल्डो खनिदिने कुराहरू लिँदैन म एकदम होइन स्याड हुन्छु कि। जुन कुरा मैले कसैको केही पनि गरेको छैन, त म्याटरै छैन, तिनीहरूले किन त्यस्तो सोच्छ भनेर सोच्छु। मतलब तिनीहरू मेन्टली फिजिकली फिट नभएर होला भनेर बुझ्छु होइन, इग्नोर गर्दै हिँड्छु म चाहिँ। सो गाइज, अनि आज चाहिँ मेरो ब्याक र चेस्टको वर्कआउट थियो, मैले अलिअलि गर्दै थियो। अनि हाम्रो स्याङ्जाली दाइ भेट भयो है। तिम्रोभन्दा मेरो ठुलो बडी छ, तिमी नगरिनु भन्न थाल्यो, गफाडी छ, घन्टेको फ्यान हो फेरि एकदम दाइ हार्ट। मलाई त फेरि अर्कै पागल फ्यान भनेर जिस्काउँछ है। हामी चाहिँ अब राजनीतिज्ञहरू होइन, हामी त रमाइलो गरिन्छ होइन, राम्रो कामलाई सपोर्ट गरिन्छ, अर्को बालेन रवि जो भए पनि। सो अनि गाइज, म चाहिँ जिमको भिडियोहरू अक्सर हालिरहेको हुन्छु। मैले चाहिँ यसको हाल्नुको सानो रिजन छ है, किनभने हाम्रो गाउँमा कुलतमा फसिरहेको छ धेरै भाइ बहिनीहरू होइन, टिनेजको इन्डिया नजिक भएर पनि होला। त्यही भएर चाहिँ त्यो कुलतको जाँड राख्सी चुरोटको कति बेफाइदा छ होइन हाम्रो शारीरिक स्वास्थ्यमा। त्यसरी नै हाम्रो यो एक्सर्साइज जिमले होइन शरीरमा अनेक फाइदा गर्छ कि। यो बडी होइन ज्यान ठुलो बनाउने मात्र होइन कि, यसले चाहिँ हामीलाई मानसिक रूपमा, फिजिकल्ली, मेन्टली हरेक कुरामा यसले फाइदा गर्छ कि। त्यो कुराहरू मान्छेलाई ज्ञान होस्, ध्यान होस्, बच्चाहरूले सिकोस्। सहीमा एकजनाले सिके पनि मेरो लागि एकदमै ठुलो खुसीको कुरा हो। सो आजको जिम सेक्सन सकियो। हेभ अ गुड डे, स्टे ह्याप्पी, स्टे हेल्दी।